Hey guys, welcome to my new vlog. आजको भ्लगिङ चाहिँ के कारण भन्दाखेरि आज मेरो सानो भाइ छिमेकी भाइहरूको वर्तमान छ र वर्तमान हामी एटिएम गर्न जाँदैछौँ। आज पुरै सिनेमेटिक पारामा भ्लगिङ गर्दैछौँ। लेट्स वाच। खिच्नु पर्यो नि त फोटो भाइको वर्तमान। ए वर्तमान बोय ए हेलो वन यसको वर्तमान हेलो यसको वर्तमान आफ्नै घर making shell roti. यो कुरालाई राख्नु त धान यिनी हैन नि त हजुर खरबला पनि राखेछ हैन शिवजीलाई गेद राखेछ खरकोड हो नाइयो शिवजीलाई चामल साल्नु ए नानी अलि सजे तपाईले यसै माग्नु हेर त खतरा ओभर माथिबाट थिदेकोले गर्दाखेरि त्यो शान्त पनि हाल्नु गेद राख्नु पर्दैन No. सबैले छाल्दा छाल्दा छन् ल अहिले आउनु हाल र हामी चाहिँ पकाउनलाई भाँडाकुँडाहरू लिन जान लागेको नियर छिमेकी घरमै हो। सानो खालको चम्चा जस्तो पनी हुन्छ नि त्यो चाहिँ दुईटा झिकेर हुन्छ त्यो डाडु भएको चम्चा जस्तो पनी हुन्छ चम्चा आकारको पनी छैन त्यो दुईटा बरु चाहिँदैन बरु दुई तिनवटा कतिवटा छ सबै 30वटा गन है लगेर ल यो दुईटा चाहिँदैन कि चम्चा आकारको पनी ए पकाउने प्लेट गर्नुपर्ने हो दिमाग खराब। अब तातो पानी यसो लगाइदिनुस् त यता पूर्वपट्टि अलिकति पूर्वपट्टि अहिले जेठाला थोरै छिरिक्क थोरै यसो चिटिक्का टुप्पी राख्नु है ठुलै यो वेदी विषयमा पटे केटो यसलाई गाईको खुर जति राख्नु भन्छ हो छिरिक्क अलिकति काट्दिनुहोस् ब्राह्मण कामहरू ब्रह्म वर्षा शिर जाए तामार चरा सुरली तगो दिवादी मारत जाय तगो दिदेनु वडा यता मानस बिरु जाय त निकामे निकामे न पर्छ भन्छ ताम योग छेमौना कल्पन्तामा अब दक्षिणपट्टि अलिकति यहाँनिर नमः शंकराय च मयोभवाय च नमः शंकराय च महेश्वराय च
तराए जङ्गो खोल्दैन यो ठिक यो खोल्दैन खाली यसले यसो गरेर भाग लाउँछ पछि छुट्याउ तुम्बाले पर्दैन यसो यी गर्दैन यसो यसलाई यहाँ यसो यता यता यसरी हजुर यहाँबाट यहाँ तिन भाग भयो उसको पनि त्यही गर्नु अब त्यो पनि त्यही खालमा राखिदिनु अब मजाले टाल्नु चिसो खै मिसाइदिएर अलिकति मिसाएर अब मजाले भिजाएर आफूले जान्दैछ अब यो लुगा खोल्नु पर्यो नि यो गर्नु सबै खाली त होइन उहाँले चोट लागेपछि जसले काट्दैन जसले काटेन हुन्छ अर्को मिसिन ल्याउन अर्को मिसिन अर्को भयो दुवैजनाले दुवैतिर यहाँ होला दे पानी परेको थियो नि त यहाँ त के साह्रो पानी ए यहाँ पानी पर्यो मोटर चलाएर गरेका के यो पानीले भिजाको यो हजुर हजुर यहाँ बनाइए भए कति फैल पनि हुन्थ्यो राम्रो पनि हुन्थ्यो सजिलो पनि हुन्थ्यो आउनेजाने त्यही पाल पनि बस्थे पानी परे यताउता लाग्थे त्यहाँको ओता नसोधा त्यता मुसो रूपले छन् पानी आउँदैन विश्वास गर्नु न भने नआइले त राम्रो यो मोटर ओभाइहाल्छ केही फरक होइन सर फोन आयो अब एउटा चपरीमा हाल्नु त चलु चरु त ठीक पारिस यो बत्ती राख्ने चरु भित्र ठीक पारिस मात्रै भयो के हजुर सात मात्र एउटा अरु चाहियो ए यहाँ मैले ल्याएँ त उहाँ लगिसक्नु त यता ठुलो भयो ए खाँचो पार्नु भयो त अब के हो मानामा घिउ एउटा बोटकामा घिउ ल्याउनु त मानामा घिउ चाहिँ छ कि लिइसक्यो तेरो खै पार्दिन पाए हुन्थ्यो है तुला हजुर त्यो हिलोलाई उता फ्याल्दिन पाए हुन्थ्यो खर्कुडो एउटा खर्कुडो खड्कुलो चाहिन्छ त्यहाँ शिवजीले थाप्ने खड्कुलो कहाँ छ कहाँ छ खड्कुलो निकाल्नु होइन यो पानी कहाँबाट आइरहन्छ अघि बढार्दा यो चुनी भाँडामा केमा पानी राख्थे मान्छे साह्रै बिसमा के भन्नु मलाई त त्यही त मलाई रिस उठ्छ त पानी आयो कहाँबाट भर्खर त मान्छे पुछेको थियो कसले ल्याएको चुनी भाँडामा चाहिँ झाँक्रे मिठो राशि फिटे श्रीसूर्यले ठुला राशि फिटे चन्द्रमासी कुम्भ राशि फिटे देव गुरौ शेषै सुग्रहेछु यथा यथा राशि खान फिटेछु उदात्तु एवं कार्यांशमा पनि दिनौ आदेह कौडिन गोत्रपन्न स कौडिन वासिष मैत्र वरुणराय माध्यम दिने शाखा यथा यजुर्वेदायन शान्ति सासारमा दोहनमा वापिस मम द्वय पुत्र गोप कुमारस्य टीका कुमारस्य जुडो उपनयन वेदारम्भ कर्म समावर्तन कर्म कर्तुं च
आधार राज्य भाग पूर्वक पञ्चपारुणी होम प्रधान भूते भ्यो देवे भ्यो गणपत्यादि पाञ्चायनी भ्यो विनायकादि पञ्चलोक पालै भ्यो सूर्यादि नवग्रहे भ्यो ईश्वरादि अधिदेवेभ्यो अग्नादि प्रतिदेवेभ्यो इन्द्रादि दशपाले भ्यो हजुर धात्रादि द्वादशादि भ्यो वीरभद्र देवता दशरुद्रेभ्यो गव्यादि फेसबुक त सानो कुरा भयो भने ल्यामै युट्युबमा हाल्ने हो अनि म पठाइदिनु नराख्नु फेसबुकको नहाल्नु हाम्रो माइला बा ठुले आमै मेकिङ पुरी सेलरोटी गर्ने हो गरौँ नगर्न प्रजापति श्रेष्ठकृते देवेभ्य इदमार्जन हवनीये द्रव्ये यथा ब्राह्मणद्वारा हवनं कारयिष्ये विकल यहाँ त के हातले सुरो लिएर पूर्व फर्कने अग्रभाग सहित तलतिर फर्काएर आगोमा एकाउने है के गर्न थाले बुहारीलाई दुई तिनजना मान्छेको अगाडि बुहारीलाई उड्दाखेरि कस्तो हुन्छ कस्तो बेइज्जत एकदम रेडी छ सबै ठीक आश्रम पुत्रा देने पानी पानी 2 hours later. एकदम रेडी छ सबै तातो पानी यसो लगाइदिनु त यता पूर्वपट्टि अलिकति अहिले छ थोरै छिरिक्क थोरै यसो छिरिक्क टुप्पी राख्नु है फुलै यो बेदी विषयमा पर्ने केटो हो यसलाई गाईको फुल जति राख्नु हो छिरिक्क अलिकति काट्नु ब्राह्मण काम अडौटामा बच्चा सिराए अब दक्षिणपट्टि अलिकति
फेरि बोल्दैला त गएन सबिन त गएछ मामा र भाइ अरू औँले टिकामा छु तर परखी बारे होइन परखी मिठा त माग्दै मिठा नआउँदा ओइ नानी यहाँ आइछु तपाईं निस्किनु जानु मैले एकदम बस्ने यहाँ बस्न जाऊ यहाँ गर्छ यहाँ आउनु यहाँ बस्नु यावत गुलाम चामलमा चाहिँ अबिर हाल्नु हुँदैन है अबिरमा चाहिँ केमिकल परेको छ मान्छेलाई लगाइदिनु चामलमा होइन अरूले लगाइदिने सासूहरूले लगाइदिने छोरीले लगाइदिन्छ उहाँले लगाइदिनुहुन्छ उहाँले अबिर दिन्छ उहाँलाई सासूले लगाइदिनु नानी जन्मेको लगाइदिनु नानी जन्मे लगाइदिनु
मन्दिर कान्छे मन्दिर किन भन्छ बच्चा दिने के हेर्नु हुँदैन भित्र भन्नु बाको अवस्था हजुर मन्दालाई होइन भिडियो बनाउनु थाल्यो क्या पठाइदिन्छु हेर्नु हुँदैन लुकेको छोरालाई हेर्नु भएपछि केरा आएको अवस्था लुकी लुकी भोग आइरहेछ अब छोराको मुख हेर्नु हुँदैन मुख हेर्नु नभएपछि त अब अर्को के खाने केरा खाने बाहिर जानु हुँदैन भित्र बसेर के गर्नु त अब रोटी खानु भएन केरा चाहिँ भक्कु खाने हो क्या अब के गर्नु त खर्च मेरो भए पनि बस एक केरा खाएर नि सन्त गर्नु धन्यवाद खुदीलाई पनि नछोड खोबाजुलाई पनि नब्रङ त बुझ्यो हुँदैन प्लास्टिक लाउनु ठुलो हातमा लाग्दैन के ल्याउनु